हेलो साथीहरू, तपाईँहरूले कसरी मनाउनु भयो, कसरी मनाउँदै हुँदैछ। मेरो चाहिँ जाजुगर यति नै हो। यहाँ हेर्नुहोस्, सेलरोटी चाहिँ थोरै बनाएको है, यतिकै बच्चाहरूलाई खानुको लागि। यहाँ चाहिँ तपाईँको मुढी लाडु, अनि चिउराको भन्छ, अनि नारिकलको, अनि त्यहाँबाट तिलपिठा, अनि यता आखै भाजा, यहाँ तिल लाडु, यहाँ चाहिँ मिठा आलु सुटुनी। अनि यसरी नै म चाहिँ जाजुगार गरेर यतिकै आज चाहिँ सङ्क्रान्ति मनाएको हो। हेर्नुहोस्, यतिभन्दा अरू बेसी चाहिँ केही बनाइनँ। यो चाहिँ बनाएको पनि होइन, यो सबै बाहिरबाट मगाएको। आजभोलि त रेडिमेडै पाउँछ, तर सेलरोटी चाहिँ मैले बनाएको। यहाँ हेर्नुहोस् है, अनि यहाँ मिठा आलु, यो चाहिँ बाहिरबाटै आएको। अनि चढाउनुलाई भगवान्लाई चाहिँ चख त अर्कै चढायो। आजको लागि चाहिँ अब माघे सङ्क्रान्ति भनेर यतिकै यस्तै नै मनाइयो। यता हेर्नुहोस्, कसले कसरी मनाउनु, बहुत प्रकारको बनाउनुहुन्छ, खानुहुन्छ। तर म चाहिँ बनाउँदिनँ भनेको थिएँ, तै पनि मेरो श्रीमानलाई बाहिर जानुभएको थियो, अनि उसलाई लिएर आउनुहोस् भनेर मैले यहाँ यतिकै लिएर यतिकै अब बच्चाहरूलाई खानुहोस्, खानुहुन्छ भनेर। हेर्नुहोस्, यति नै हो, अरू केही पनि छैन। अब धेरै बनाउनु भने पनि त अब के भन्छ, जाजुगर सबै चाहियो, सबै सामान चाहियो। आजभोलि त अल्छी पनि लाग्छ, बनाउनु मन पनि लाग्दैन। त्यसैले यति नै, अब यति नै जम्मा गरेर अब यति माघे सङ्क्रान्ति मानेको अब भयो। हेर्नुहोस्,